सम्बोधन गर्दै अध्यक्ष लिङ्गमले त्यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएर सहमति गराउनुपर्ने बताउनु भएको हो। उहाँले नेपालमा पहिलोपटक राप्रपाले आफ्नो घोषणा पत्रमै उल्लेख गरेर राजासहितको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसित चुनाव तलब गर्दै आएको दावी गर्नु भएको छ। उहाँले कुनै पक्षले भन्दा पनि देशले जित्ने गरी सहमति गर्न प्रधानमन्त्री कार्कीलाई 2614.07 बिन्दुमा पुगेको छ। आज बैंक, माइक्रो फाइनान्स, गर्न सक्षम छ। इरानी सशस्त्र बलको प्रतिबन्धी अर्धसैनिक बल राष्ट्रिय सपोर्ट अप्रिल र 2025 जुलाईबिच गरेका 384 हवाई आक्रमणको विश्लेषण गरेको छ। यसले अभिलेख गरेका घटनाहरूमा 1700 जना मारिएको, 1120 जना घाइते भएको रिपोर्ट गरेको छ। कप्तान सन्दीप लामिछानेले भने आज विकेट लिन सकेनन्। 4 ओभर बलिङ गरेका लामिछानेले 16 रनमा चाहिँ तपाईँ सुनिरहनु भएको छ।